भ्लग हाई माय नेम इज प्रियङ्का पौडेल नामबाट पहिला सुन्न नामबाट नाम अनि चलाउने नामबाट नाम भलकमा नहाँस न आज चाहिँ हामी नामबाट नमस्कार दर्शकबिन तपाईहरुलाई यहाँ स्वागत छ। हामी चाहिँ आज के रे आज मिति 2081 साल 11 महिना आज 20 गते हैन सौराको कसरा भन्ने ठाउँमा के रे घरियाल ब्रिडिङ सेन्टरमा आएको थियौं। अनि त्यहाँनिर चाहिँ हामीले अहिले अवलोकन गरेर हामी चाहिँ फर्किने क्रममा छौं, बाटोमा छौं। बाटोमा हिँड्दै गर्दाखेरि मेरो सहमित्रहरू साथीहरूले चाहिँ यस्तो सानो भिडियोको क्लिप बनाउन भनेर रिक्वेस्ट गरेको हुनाले त्यो रिक्वेस्टलाई के रे अब हेलिट नगरिकन पालन गर्दै सानो भिडियो बनाए। अच्छा धन्यवाद धन्यवाद। अरु केही बोल्न धन्यवाद अरु केही धन्यवाद अरु दुई शब्द म फुर्काइदिन्छु। अनि हामी चाहिँ पहिला पनि आएको यहाँ डिप्लोमा पढ्ने बेलामा 3 वर्ष अगाडि। अनि सेम अहिले के चेन्ज भएको छैन, हजुर आउन सक्नुहुन्छ। यदि इच्छुक हुनुहुन्छ भने चितवन भएको मान्छेहरू प्लिज आइदिनु हस्त। हेलो गाइज, म पनि छु ल यो न्यू ब्लगमा न्यू नयाँ मेम्बर आशा नाम न आशा कुमारी सोखाल। हामी चाहिँ अहिले आज म सानी देखेको छु, हेर न राम्री हेर्न सक्नुहुन्छ सबैले। अझ घुम्न वाइल्ड लाइफको प्र्याक्टिकल गर्न आएको। अहिले घरियाल हेरेर आयो, मेल र फिमेल होइन। अनि मेलको चाहिँ टाउकोमा यत्रो त्यो हुन्छ होइन, गाँड जस्तो हुन्छ होइन। अनि फिमेलको चाहिँ हुँदैन, चुच्चो मात्र हुन्छ होइन यसरी, यति हो। अनि त्यसपछि मैले त्यस्तो केही टिपे होइन, मेरो हेन्डराइटिङ पनि राम्रो छैन। अनि मेरो ग्रुप लिडरले नि टिपे होइन है। अनि उसको असिस्टेन्टले टिप्या। अनि त्यसो म चाहिँ ग्रुप 3 मा पनि घुसेर फोटो लिएको, ग्रुप 2 मा ग्रुप 2 मा घुसेर फोटो लिएको। अनि ग्रुप मेरो 3 मा पनि लिएको, तर अहिले चाहिँ ग्रुप 5 मा सिधै भ्लगमा आइरहेको छु। यो च्यानलमा लाइक एन्ड कमेन्ट सब्सक्राइब प्लिज गरिदिनु होला है। सिर्जना तामाङ सिर्जना के हो, सरी सिर्जना केसी। बाइ गाइस। अब यति हो। अब नयाँ भ्लग बनाउँदै गरेको, अब एडिटिङ चाहिँ सिक्नु पर्ने छ। के बसायो मिठो यहाँ कसले पकाउनु भएको रहेछ, यसो यति कस्तो जाने हुन्थ्यो। नाक त कुकुरकै हो यसको फेरि। गाइजहरू यहाँ चाहिँ सरसफाइ हुँदैछ। सिसिटिभीले हेरेपछि हाम्रो पढन्दा साथीहरूले पुरा डिस्क्राइब गरेर यहाँ फेल आउँदाखेरि पनि पढाइको बारेमा तपाईँले सुन्न सक्नुहुन्छ। हेर्नु यो मान्छे है। अनि हामी चाहिँ पानी तिर्खाले बहुत तरितिर सकिसक्यो, घाँटी सुकेर मर्नै आएछ। हामीलाई पानी छेउमा खोला छ, के गर्नु गएर घाँटी सुकेर गरिदिन्छ भने हामीलाई 1 बोतल पानी दिनु होला। खाँदैन त्यस्तै हो, गएर मगरमच्छीले खान्छ र उल्टे हामीले। अनि 1 बोतल पानी दिए हामी एकदम आभारी हुने थियौँ। हामी चाहिँ स्योर रेड लिस्टमा पर्छौँ होइन। सरले स्योर नाम टिपेर राख्छ, ब्लक लिस्ट। यस्तो छ हाम्रो। तपाईँको फेसबुकमा हुन्छ, हाम्रो यहाँ कलेजमा पनि ब्लक लिस्ट हुन्छ। सिधै ब्लगमा हालिदिन्छ होइन। हामी चाहिँ पछाडि ब्लग बनाउँदै हाल्छौँ। यो पुरै आर्मीहरूको एरिया हो, मार्छ ल तपाईँले। हामी त आइपुग्न लागिसक्यौँ गाडी हामी होइन। अनि अब सरले पारिबाट हेरिराख्यो होला, पक्कै पनि मार्छ। अब हामी चाहिँ बसमा आइसकेका छौँ। अनि हाम्रो दाइको इन्ट्री। अब प्रियङ्का आउन त आइ, अब यसको लागि सिट छैन। आउन त आइ अब बस्किने मान्दिन नि। र हामी चाहिँ अब कसराबाट फर्किँदै होइन, भिडियोहरू चाहिँ नठडाउ। यसलाई भन्छ राप्ती पुल। यसमा गोहीहरू पनि देखिन्छ, तर मैले देखाउन सक्दिनँ अहिले। मैले पनि देखेँ होइन। यस्तो राम्रो नजाराहरू हेर्दै रमाइलो गर्दै हिँड्न पाइन्छ। यदि तपाईँहरूले फरेस्ट्री पढ्नुभयो भने त्यहाँ हेर्न सक्नुहुन्छ के छ, तर राम्रोसँग देखिन, हल्लिने मात्र गर्यो।
डियर हो नि त त्यो डियर ओए डियर हैन कल हो न बाख्रा फाइनली प्रेङ्काले सिकाएको सक्यो हाम्रो चाहिँ भ्रमण सकिएको अवस्था छ अब हामी चाहिँ फर्किन लागेको खुसीको सीमा नै छैन प्रेङ्काले सिकाएर हाई भनियो हाई सोची ठानेर हाई हाई बोल्दा बोल्दै झमक्कै तालु सिङ्गरहरू भेटिन्छ नि हाम्रो ब्लगमा फेरि जान्ने भनेको टिकटक बजाएर मात्रै हो त्योभन्दा पछाडि आउँदैन यस्तो चिन्ता छ साथीहरूले ब्लग पनि बनाउनु छ होइन मोबाइल खस्ला भन्ने चिन्ता पनि छ अब चाहिँ डान्स सुरु हेर्न सक्छौ अब एकछिन गीत सुनौँ रमाइलो गरौँ रमाइलो गरौँ गाई जब सिंहलाई भरौला सुन जानी चाहिँदैन सम्पत्ति नै आउँदैन माया गर्छौ तिमी भन न काम लाग्यो खपाइलो लाग्यो मलाई रमाइलो तिमी रामा घुम्न जाऊ न कोसँग म्यानेज घुम्न कोसँग जब थाकियो धेरै भयो
मैले भाइ भन्दै थिएँ मेरो साथीले गाली गरेर केटी पनि आएछ ल बाई गाइज ल यस्तो प्लेस गाइज ठाउँ हुनसक्छ तपाईँहरूले टेस्ट गर्नु अब हेर्न सक्नुहुन्छ र त पढ्न सक्नुहुन्छ यो कुन ठाउँ हो भनेर यो चाहिँ चितवनको भरतपुरको बस पार्क कति राम्रो छ गर्ल्स भर्सेस बोइज अन्ताक्षरी सुरु हुँदैछ अब तपाईँहरू हेर्नु सुतिरहेको छु हेर्नुहोस् मिलाको पनि हेर्ने डान्सर डान्स प्योर डान्सर हामी चाहिँ भनिदिनु पर्यो होइन यो चाहिँ आएन ठबाट केटाहरू जित्छन् अब अब हामी हेटौडा प्रवेश गरिसकेको छौँ तपाईँहरूले हेर्न सक्नुहुन्छ सनसेट भ्यू यति राम्रो बिचमा ट्रकले छेकिरहेको छ तर एडजस्ट गर्नु तपाईँ लुक इन्जोय द भ्यू अफ सनसेट के भयो है के भयो एउटा मान्छेले हाम्रो हेटौडामा अनि दुईजना बोयफ्रेन्ड के गर्लफ्रेन्ड चाहिँ काठमाडौँबाट आएको अनि किन्ने भैया मारेछ रिक्स छ यो जोडामा गाई चाहिँ हुन्छ चरा के भयो रिस उठेछ मलाई यो पहिला देखेर के गर्नु भाती पढ्न पाएछ म त्यसको पनि मेकअप दिन हेर्नु मैले गोच्छु गाडी कसम अब चाहिँ रात पर्न थालिसकेको छ होइन अब चाहिँ हामी हल्का नास्ता खान झरेको अनि हेर्न सक्नुहुन्छ ट्रीहरूमा कस्तो राम्रो लाइटिङहरू लगाएको छ मेरो पछाडि हेर्न सक्नुहुन्छ कस्तो राम्रो लाइटिङहरू लगाएको छ ट्रीमा हामी चाहिँ अहिले नास्ता खान झरेको अनि टी लभर सबै नास्ता खान गइसकेका छन् हामी चाहिँ साथीलाई कुर्दैछौँ भोक चाहिँ अति भोक लाग्छ केही छैन नास्ता पनि लुक इन्जोय द भ्यू अफ ट्री अलिअलि इङ्ग्लिस पनि जान्छ नि त फेरि बिचमा हाम्रो यो गाडीको बत्ती हेर्नु एउटै आछ यी बत्ती नमुना झ्यार बत्ती सेल्फी खिचिरहेको छ आज हेर्नु यो वाइल्ड लाइफ सरको झगडा परेको छ यसलाई स्ट्यान्डिङ हियर योर सपोर्ट बेला बेलामा दिन्छ नि फेरि केटीहरूले म पुगिहाल्छु अस्ट्रेलिया त अब दोहोरी चल्दैछ है रातिको नाइट मामा फर्काउँछु
जङ्गल जाने बेला भयो गाई भैँसी कस्तो हुँदैछ तिमीलाई चाहिँ मलाई त्यही भएन के फरक पर्दैन के भन्छ कोही कोही त आइदे कोही कोही त आइदे दाइको टुप्पी जलाउँछु सलाइदे तिमी नकराउ सक्छौ भने गाएर मसानी देख्दा चाल पाउला नि त्यो टुप्पी उठ्यो टुप्पी जलाउँछु पिउन खोज फेरि म मुद्दा गोलीले मोहनी बिचमा बोली यो फुच्चेको यता दाइको पेट मात्रै दाइको पेटमा 2 महिना दुईजना झगडा गरेर नि नजारा हेर्न सक्छ जे बोल्यौ त्यही टर्छ केही भन्दिन मलाई मन खाइदैन धानको भार किनभने चाहिँ घर घरकै तरकारी पकाउने भन्छ न तिम्रो मासु खाऊ भन्नलाई हो यो मनेको मैले कसम से त्यो सरले त नाम सोधिरहेको मार त वाइल्ड सरले होइन पुरा दोरीलाई चल्दै थियो होइन सरले चाहिँ पुरा नाम सोधी नाम लेखिदिरहेको त्यो केटीहरूलाई को अनि के अरे गस भोकल स्पिकर नाइट भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले यतौडाको अनि हामी चाहिँ अब रुमतिर जान लागेको अब बाटो क्रस गर्नुपर्छ एकछिन वेट भोलि यहाँ बिहे छ अनि हामी त बिन बोलायो मेहमान होइन बिहे हो कि ऊ हो त अनि कि ऊ जस्तै लाग्यो के अरे नै कि व्रत बन्धन के हेरौँ न त्यहाँ अगाडि के रहेछ बिन बोलाए मेहमान भनेको त हामी त अब बोलाइसक्नु भएको छ पर्छ त खाना हुने हो भोलि होइन यस्तो हो नि त उसले मजा गरेर नि त बुझ्ने यार त पनि ल जा बाई गाइस बाई गाइस बाई गाइस नलगाइ तेल बोत मेरो आँखै देख्दिनँ अहिले त को बाई 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 सी यू टुमरो ओए भात पकाल आउँछु के म ओए आज त कोही छैन नि यार के खाने छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको छ्या यो त भएन यार यो गीतै भएन मलाई पल्ला रे साइलोले भन्ने गीत आउनु बरु
डान्स पनि जाओस् न बिच बिचमा आजको लागि यति हो बन्द गर्नुपर्छ अब चाहिँ तपाईहरुले फर्स्ट ब्लग तपाईहरुले इन्जोय गरिदिनु ल लाइक सब्स्क्राइब गरिदिनु ल लाइक शेयर एन्ड सब्स्क्राइब गर्दिन भने नभुल्नु बाई गाइज बाई हामी फाइनल्ली रुम आइसकेका छौँ चाबी ब्यागमा हेर न ओए दिदी यहाँनिर लगाएको छ नि त यहाँनिर चुकुल्छ यहाँ माथिको दिदीहरू हुनुहुन्न कि आज घर जानु भइसक्यो के गर्छ अरे तिमी हो अरे मैले नि होइन नि सर भने नि को हो त अनि भने अनि त्यसपछि त म होइन नि खै सर म छेक्या थियो को हो भने तिमीले त तपाईँहरूले त मलाई नामै भन्नु भएन रे अनि सर थाहा छैन भने मैले सर के अरे पुरा बाह्य सर भनेको थिएँ स्माइल अगाडिदेखि स्माइल दिनुभयो अनि पछि त तिमी हो अरे अनि मैले होइन भने अनि पछि त के भन्नु होइन खबर नै बुझ्छु के गरेर टोर दालेर यो मान्छे घर नगर बाटो बाटोमा गफ गर्न के खाने हो गाह्रो छ के खाने हो पकाउन 150 रुपैयाँको होटलमा कहाँ 150 भात खान जाउने कहाँ पाउँछ भात कहाँ बाई गाइज आजको ब्लग बनाइरहेको छु के टर्च बाल्नु तिम्रो म यहाँ चपाइरहेको छु हेऱ्यो डान्स खोज्ने नगरे बाई बाई